स्वागत छ फेरि पनि केशव नेपाल ब्लगमा। आज चाहिँ हाम्रो यहाँनिर के भन्नु रे यति बिनाहरूको मात्रै होइन श्रीकृष्ण पूजाको चाहिँ यहाँ चाहिँ हाम्रो पूजा हुँदैछ भनौँ न होइन। खतरा तरिकाले पूजा हुँदैछ। यता चाहिँ हाम्रो कित्री भान्जीहरूले होइन खतरा तरिकाले चाहिँ के बेल्न बसिरहेको छन्। अनि यता हाम्रो चाहिँ खतरा तरिकाले यहाँनिर चाहिँ कोपी बोइल हुँदैछ। भरे त तरकारीको लागि खतरा सामान हाम्रो रेडी खतरा तरिकाले हुन्छ नि। हाम्रो गाउँतिर त नयाँ सिस्टमले त्यस्तो गाइज हेर्दै जानु कस्तो हुन्छ। अनि खतरा अनि दामी तरिकाले हामी सकेसम्म गर्नेछौँ है त। हेलो सो गाइज भिडियो थोरै बाँकी रहेको रहेछ मुस्नको लागि। त्यो चाहिँ मुस्दैछ र यहाँ बेल्नको लागि चाहिँ तयारी हुँदैछ होइन। र हाम्रो चाहिँ त खतरा तरिकाले कुपी बोइल पनि भइरहेको अवस्था छ। यता चाहिँ बेल्नको लागि बुनहरू एकदम तयार तमर रेडी यहाँ भइरहेको छ। उता हाम्रो दुईजना केटाहरू चाहिँ पिठो पनि खतरा तरिकाले मुसिरहेको छ। उहाँ चाहिँ हाम्रो सोल्टीमा चाहिँ पुरा झ्याएको तालमा होइन ड्याङ 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 दिइरहेको हुनुहुन्छ होइन। हेलो सो गाइस तपाईँलाई यार म चाहिँ घरमा अस्ति केटाहरूले चटपटी बनाएर रेडी बनाएर आएको मात्रै खानुको लागि मात्र आएको ठ्याक्कैसँगले है भोक लागिरहेछ नि। त्यही भएर केटाहरूले चाहिँ लिएर आएको रहेछ हानिदिनु मात्र भन्ने कुराले मात्र हानिदिनु पऱ्यो नि त होइन। भोक त लागिरहेछ त्यही भएर गाइसहरू आज पूजामा हाम्रो केशव सर चाहिँ पकाउनु हुँदैछ। सुशील सर केशवको दाई ओ डर लाग्यो फेरि खाने आउनु है सबलाई निम्तो हेर्छौँ उहाँ जागृतहरू यता चाहिँ बेल्नु हुँदैछ च्याम्म उता हेर्नु सक्नुहुन्छ। यतै चाहिँ पाक्दैछ भयो होला हौ है भयो एकदम है। राम्ररी गरौँ निकाल्न भयो डढिसक्यो यहाँ हेर्नु न यहाँ हाम्रो काट्ने त डल्लो बनाउने चलनै अर्को छ। तपाईँहरूकोतिरको जस्तो छैन चलनै अर्को छ हाम्रोतिर यहाँ हेर्नु न निकाल्नु हुँदैछ। हेलो के छ केशव सर के छ हेर्नु आई भन्दैछ कित्री कतिचोटि देखाउनु हौ ल बोल्नु के भन्न चाहनुहुन्छ तपाईँहरू। म पुरीको कुरा होइन क्या भ्लगको कुरामा के भन्न चाहनुहुन्छ भनेको सबले सपोर्ट गरिदिनु होला हो त्यस्तो भन्नु न क्या तपाईँले भन्नु लाग्यो। ल सुशील केही भन्न चाहनुहुन्छ तपाईँ सब्सक्राइब गरिदिनु होला। उहाँ हेर्नुहोस् आए अरे आई यति चाहिँ गरिदिनु पऱ्यो तपाईँहरूले त्यति चाहिँ गरिदिनु पऱ्यो है। साथीको लागि भए पनि गरिदिनु पऱ्यो होइन। सब्सक्राइब गरिदिनु पऱ्यो च्यानललाई। यहाँ हेर्न सक्नुहुन्छ पुरी खानेमा आउनु है। हाम्रो चाहिँ डल्लोखेरि बेग्लै हुन्छ नि तपाईँको जस्तो हुँदैन। यहाँ हामीले बेल्ने मान्छेहरू खतरा हुनुहुन्छ हाम्रो। यता हेरिदिनुहोस् आइ भन्नु न आइ भन्नुहोस् न लामो अरे क्या लामो अरे यहाँ के बोल्छ म भयो होला हौ है
के भन्न चाहनुहुन्छ तपाईँ यसो भन्दिनँ केही आएर न खाँदैछ आएर न यहाँ पूजा हुँदैछ यहाँ धम्माधम भन्न चाहनुहुन्छ यहाँ आएर न यहाँ को परिचय राम्रोसँग बोलिदिनु सकेन कि ड्यु बाटाबाट हुँदैछ यहाँ चाहिँ ड्युको भान्से अरे क्या उहाँ चाहिँ उहाँ ड्युको भान्से अरे खाने आउनु दिन्छौँ यहाँ हेर्नु न यहाँ बुढोहरू यहीँ आइ भन मनिष आइ भन आमा ओ आमा यस्तो गर्नु न यस्तो गर्नु न हेर्नु त आमा हत्र भागी भागी ए घरै हाम्रो चाहिँ आज पूजा भएको घर उहाँ चाहिँ डन हो क्या फेरि यहाँ गाउँकै डन हो उठ्दाखेरि एक प्याक सुत्दाखेरि एक प्याक डनै हो अनि एक प्याक खानेपछि सब मै गर्छु भन्ने मान्छे हो क्या उहाँ चाहिँ हेर्छु न हुन्छ यहाँ हेर्नुहोस् त यस्तो राम्रो तरिकाले गर्छ हाम्रो केटाहरू खतरा छ क्या रङ्ग साडा आइदियो हाम्रो अब बलेले ठाउँ हेर्न सक्नुहुन्छ तपाईँहरूले अनि उहाँ चाहिँ बिहान उठ्दा एक बोतल सुत्दा एक बोतल दिउँसो एक बोतल भातमा एक बोतल उहाँलाई चाहिँ यहाँ हेर्नु न यहाँ बोल्नु भएको मैले त्यसरी भन्यो भने उहाँ त कराउनु भएको छिमेकी हो भर होला हेर्नु न नाक दुखिहाल्यो क्या उहाँको चाहिँ फेरि धेरै बोल्नु भयो उहाँहरू त होइन केही बित्दैन भन्नु न भन्नु हाम्रो फेरि खतरा मान्छे यो गाउँको चल्दो बल्दो उहाँ चाहिँ खतरा चाहिँ नेपालको छ अन्त खतरा केशव कटवाल उहाँहरू त हाल्ने तरिकै बेग्लै छ नि हाम्रोतिर त यस्तो कोही सिकेको छ यस्तो पार सिक्नुहोस् है सिक्नुहोस् डल्लो भइगयो उहाँहरू न जागृत विष्ट हेर्नु न जागृत विष्ट आइ भन्नु न केही भन्न चाहनुहुन्छ तपाईँ यहाँ एयरफोन लाएर उसले आइ बौला भन्ने विशेष गरी गीत चाहिँ सुनिँदैन होइन तर एयरफोन चाहिँ सानो राखेर सुगाइ होइन सानो रुपेश केही भन्दौ न यसो केही भन्नु न सब्सक्राइब भन्नु न भन्नु न भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सक्दो सहयोग गर्नु होला भन्न सक्दो सेयर पनि गरिदिनु होला सहयोग गरिदिनु होला देख्नुभयो नि हाम्रो साथी भनेको साथी हो नि यहाँ एउटा त खाएको आइछ सुरु अन्तिमसम्म तिमी हाल यो यहाँ घुम्नु पार्नु न
ओ त्यो डेक बन्द गरेर आइज भने इधर नसुन है क्या तर पढ्ने त डिस्टर्ब हुँदैन आफू पनि पढ्दैन अर्काले पनि पढेको डिस्टर्ब गरिदिन्छ ए सुशीले केही पनि हुँदैन क्या म त्यहाँ त्यो डेक सुनिरहेको बन्द गरेर आइज न डेक पढ्ने त डिस्टर्ब हुँदैन पनि बजाउनु ल्याएको भने त अनि गुरु दुई दुईवटा छोडिरहेको एउटा भन्नुपर्ने ठाउँमा तिनवटा पन्नामा एउटा पन्ना झन् छिटो हुन्छ नि सुनिँदैन पानी होला तरिएको छ एउटा बुक चाहिँ पल्टायो अरे अर्को अरे पानी छौ न हाल न अलिक सिधा पार्ने ओ सुराई मन्दिर पानी त्यसलाई त गिलास के दुध एउटा हातमा दुध दियो ढोक खाओस् न गरिब खाइ कसले खान्छ तिमी चाहिँ खाने अलिक न्यानो अलिक भयो धेर बनाउनु आउनु चिरञ्जीवीले थुर्रा खाइसकेन यति एक मान खाइ थपेको थपेछ अहिले पनि थप्नु भन्दैछ होइन नथप भनेको मान्दैन भन लाजले उता उतामा ढल्किँदैछ क्या यो चाहिँ धेरै खाने खालको क्या अनि त भान्जाहरूले चाहिँ खाइसकेर बसिरहेको छैन उहाँहरू न म भक्का भक्कै खाँदैछ अनि खतरा तरिकाले बसिरहेको छ होइन अब के भन्नु नि यस्तो यस्तो खालको भिडियो हेर्नलाई मेरो युट्युब च्यानल लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है त गाइस